तपाईहरू सिडनीमा हुनुहुन्छ, माइन्ड रिफ्रेस गर्न चाहनुहुन्छ अनि हल्का नेचर वाक वा ट्रेकिङ भाइब खोज्दै हुनुहुन्छ भने यो प्लेस मिस नगर्नु होला। मेरो नाम अमन राज, म वाकमा गएको थिएँ। ब्लू गम वाक भन्ने ठाउँ यो हन्सबी एरियामा पर्छ। हन्सबी स्टेसनदेखि 10 मिनटको वाकमा यो हाइक स्टार्ट हुने रहेछ। तर एउटा कुरा सुरुमा, लोकेसन अलिक कन्फ्युजिङ लाग्न सक्छ। म्यापले एउटा पोइन्टसम्म त ल्याइदिन्छ, तर एक्चुअल ट्रेकिङ ठाउँ अलिक अगाडि रहेछ। हल्का अगाडि हिँड्दै जाँदा लेफ्ट साइडतिर नर्थ इन्ड वाक लेखेको एउटा साइन देखिन्छ। त्यहाँबाट लेफ्ट लिनुभयो भने लामो स्टेज सुरु हुन्छ अनि त्यहाँबाट सुरु हुन्छ असली ट्रेकिङ भाइब। स्टेजबाट तल झरेपछि एउटा सानो पार्क जस्तो ठाउँ आउँछ, त्यहाँ बसेर एकछिन रिल्याक्स गर्न सक्नुहुन्छ। अनि यो ठाउँको बेस्ट पार्ट, माथिबाट ट्री क्यानोपीले कभर गरेको छ, साइड फेरि ह्युज ट्रिज छ अनि बिचमा वाकिङ पाथ अनि कहीँ सनलाइट पनि ट्रीको बिचबाट हल्का हल्का आउँछ। त्यो चाहिँ लिटरली सिनेमेटिक लाग्छ। अनि अर्को कुरा, यो हार्डकोर माउन्टेन ट्रेकिङ होइन, सो त्यस्तो टप त छैन, तर इन्जोय चाहिँ बवाल हुन्छ। कहीँ बाटो अलिक रफ छ, तर ट्रेकिङको असली मजा नै यही हो। पर्फेक्ट रोड भयो भने ट्रेकिङ जस्तो फिल नै आउँदैन। अनि एउटा इन्ट्रेस्टिङ कुरा के हो भने यहाँ साइडभरि पुरै ब्लू गम ट्रीहरू छ, त्यसैले यसको नाम ब्लू गम फरेस्ट राखिएको रहेछ। झन्डै। अनि सबभन्दा रिल्याक्सिङ पार्ट यो ट्रेकिङमा यो फिसिङ पोन्ड एरिया हो। यहाँ बसेर स्न्याक खानुहोस्, पानी बग्ने साउन्ड सुन्नुहोस्, बर्ड्सको आवाज सुन्नुहोस्। अनेस्टली यहाँबाट फर्किनै मन गर्दैन, यस्तो रिल्याक्सिङ छ यो ठाउँ। केही बेर बस्न मन लाग्छ। सो इफ यु वान्ट अ सोलो स्केप नियर सिडनी, आई जेन्युनली रिकमेन्ड दिस प्लेस। घुम्नलाई साथी होइन, मन चाहिन्छ। सेभ दिस प्लेस एन्ड भिजिट वन्स। थ्याङ्क यू।